हजुरहरूले अनुमान लगाउन सक्नुहुन्छ आज हामी कहाँ आएका छौँ। हेर्नुहोस् त कति सौन्दर्यले भरिपूर्ण ठाउँ छ। आकाशका बादलहरू कति राम्रो देखिएको छ। पारी पारीका डाँडाहरू देखिएको छ। अनि मेरो साक्कै बुढो पनि उभिनु भएको छ। अनि यो सेल्फीले पछाडिको अक्षर चाहिँ उल्टो देखिरहेछ। यसमा के लेखा छ हजुरहरूले पढ्न सक्नुहुन्छ। हेर्नुहोस् त कति रमाइलो छ। अब यो हो रानीले काटेको ढुङ्गा। यहाँ हेर्नुहोस् त रानीले काटेको ढुङ्गा भन्छन्। अब यो रानीले यो ढुङ्गा चाहिँ किन काट्नु भएको थियो भन्ने कुरा उहाँ रानीलाई पनि थाहा होला। अनि यो किम्वदन्ती बनाउने मान्छेहरूलाई पनि थाहा होला। हामीले चाहिँ यो सम्बन्धी जानकारी लिएनौँ, तर यो ठाउँ चाहिँ एकदम रमाइलो छ। हामी यहीँ घुम्न भनेर डुल्न भनेर आएको। अलिकति गाह्रो चाहिँ भयो, हिँड्न पर्यो, थोरै बाटो हिँड्यौँ। मतलब तलपट्टि गएको थियौँ, तलबाट हिँड्दै हिँड्दै आयौँ। यहाँसम्म मन्दिरसम्म चाहिँ मोटरसाइकलमै आएको हो हामी। अब हामी फर्किने क्रममा छौँ। त्यो क्रममा चाहिँ थोरै एउटा भ्लग बनाऊ भनेर भ्लग बनाएको। हजुरहरूले पनि फुर्सद भयो भने यो ठाउँ अवश्य आएर यहाँको सौन्दर्य अवलोकन गर्नुहोला। हस् त, धन्यवाद।